भलाट हुने पुग्यो उसको फाइदा युथ ग्रुप जवानलाई हुन पुगेको छ। युथ ग्रुप जवान शिवालय 16 ध्रुव स्मृति युवा क्लब 19। फेरि पनि लगातार अङ्क तालिका जोड्दै युथ ग्रुप जवान शिवालय 17 ध्रुव स्मृति युवा क्लब 19 17-19। एकदमै उत्कृष्ट शट प्रहार गर्नुभएको छ। दर्शक नम्बर 3 खेलाडी मित्रले आफ्नो टिमलाई 1 अङ्क थप्दै ध्रुव स्मृति युवा क्लब स्कोर सेट 20 युथ ग्रुप जवान शिवालय स्कोर सेट 17 20-17। राम्रो शट प्रहार आफ्नो टिमलाई 1 अङ्क थप्न सफल। युथ ग्रुप जवान शिवालय 18 ध्रुव स्मृति युवा क्लब 20 18-20। एकदमै राम्रो शट प्रहार गर्दै दर्शक नम्बर 3 खेलाडी मित्रले आफ्नो टिमलाई 1 अङ्क थप्दै ध्रुव स्मृति युवा क्लब 21 युथ ग्रुप जवान शिवालय 18 21-18। राम्रो शट प्रहार गर्दै फेरि अङ्क थप्न सफल। ध्रुव स्मृति युवा क्लब 22 युथ ग्रुप जवान शिवालय 18। युथ ग्रुप जवान शिवालय टाइमको जानकारी आएको छ। आउट गए पनि सुमाइदिएर आफूले आउट गरेर एकदमै राम्रो उत्कृष्ट शट प्रहार गर्दै अङ्क थप्न सफल। युथ ग्रुप जवान शिवालय 19 ध्रुव स्मृति युवा क्लब 22 19-22। राम्रो प्रयासका बावजुद बल ध्रुव स्मृति क्लबतिर हुन पुगेको छ। ध्रुव स्मृति युवा क्लब 23 युथ ग्रुप जवान शिवालय 19। एकदमै राम्रो शट प्रहार गर्दै अङ्क थप्न सफल। युथ ग्रुप जवान शिवालय 20 ध्रुव स्मृति युवा क्लब 23 20-23। एकदमै राम्रो शक्तिशाली शट प्रहार दर्शक नम्बर 4 खेलाडी मित्रबाट आफ्नो टिमलाई 1 अङ्क थप्दै ध्रुव स्मृति युवा क्लब 24 युथ ग्रुप जवान शिवालय 20। बल आउट हुन पुग्यो। यसको फाइदा युथ ग्रुप जवानलाई हुन पुगेको छ। युथ ग्रुप जवान शिवालय 21 ध्रुव स्मृति युवा क्लब 24 21-24।
एकदमै राम्रो ब्लक जर्सी नम्बर 5 जर्सी नम्बर 7 खेलाडी मित्रबाट आफ्नो टिमलाई फेरि अङ्क थप्न सफल रहनु भएको छ। युथ गुरु जवान शिवालय 22 ध्रुव स्मृति युवा क्लब 24 22-24। एकदमै राम्रो उत्कृष्ट सर्ट प्रहार गर्दै आफ्नो टिमलाई जित हार्न पार्न सफल ध्रुव स्मृति युवा क्लबलाई धेरै धेरै धन्यवाद। सोही टिमसँग प्रतिस्पर्धा गर्ने युथ गुरु जवान शिवालय टिमलाई पनि धेरै धेरै धन्यवाद। यस पछाडिको खेल बनगाड कुपिण्ड नगरपालिका महतारा ट्राभल्स व्यवस्थापक हेमराज महताराज्यू कहाँ हुनुहुन्छ आफ्नो टिमलाई तयारी अवस्थामा बसालिदिनु हुन म अनुरोध गर्दछु। यसै गरी मेला व्यवस्थापन आयोजक टिम ए खेलाडी मित्रहरू कहाँ हुनुहुन्छ तयारी अवस्थामा बसालिदिनुको लागि बालकृष्ण रोगाज्यूलाई अनुरोध गर्दछु। यो मेलामा प्रदर्शन भएका शिवालय गाउँपालिका वडा नम्बर 1 देखि 9 वडाका विभिन्न कला सांस्कृतिक झाँकीहरूको सम्मान प्रशंसा पुरस्कार वितरण रहेकोले आज नै सम्पूर्ण विधाहरूको यो समापन कार्यक्रम रहेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। खेल नायक सांस्कृतिक झाँकीका मित्रहरू हुनुहुन्छ भने यो मेलामा आइदिनुको लागि जानकारी गराउँछु।